नि बुझिन्छ होइन सभ्यता संस्कार संस्कृतिलाई बाँचौँ बचाउँ र कालान्तर समयमा एउटा जीवित राखौँ भन्ने उद्देश्यका साथ छ। अब तपाईँहरूकै भाइ भतिजो छोरो देवर होइन जे भने पनि अब म नै छु बेला बेला कराउने झगडा गर्ने जे भन्ने कराउने कति करायो कति भन्यो राति पनि सुत्दैन मेसेज आयो भन्नु होला एउटा ग्रुप पनि बनाएको छु मैले होइन त्यसलाई अन्यथा नलिनु किनभने दाजुभाइ जोडिनुपर्छ भन्ने एउटा चाहिँ मानवता लिएर मैले अगाडि बढेको हो। अब देखिरहेको चिजलाई बुवाहरूले बाजेहरूले गरेको पुर्खाले गरेको चिजलाई यसलाई गरम सबैजना जुट्यौँ दाजुभाइ अगाडि बढौँ हामी पनि दाजुभाइ रहेछौँ। आज अरूको देखियो पनि पर्दाखेरि एउटा उदाहरण दिएँ होइन 4 भाइ छोरा छन् भनेर मख पनि पर्नु पर्दैन मेरो छँदै छैन भनेर रुन पनि पर्दैन किनभने भोलि छोरा भएर चाहिँ पाखा लाएर भोलि चिन नभएका यही दाजुभाइभित्रको बसेर पनि काम गरेको इतिहास हामीसँग छन्। उदाहरण अब झल्झल अब लिमाए माइलुबारे गरेको इतिहास छ अब नामै नसोकाउने धेरै कुराहरू छ नि यहाँ होइन छोराहरू हुँदाहुँदै पनि बुढा लहर चाहिँ दाजुभाइ लहर किटे बसालेको पनि इतिहास छ तपाईँले गरेको कुराहरू छ। त्यही भएर चाहिँ म मेरा छोरा छन् म मक्क भन्नु पर्दैन मेरा छोरा भएन भनेर नाच्नु मेरो सन्तानै छैन भने नाच्नु दाजुभाइ छौँ हामी एउटा गोत्रमा जोडिएपछि हामी छौँ र किनभने यो पुस्तावली भएपछि आज म बोलिरहेको छु भोलि अर्को बोल्ला होइन। आज तपाईँले सिक्नुपर्छ धेरै कुराहरू सिक्न। आज प्रोग्राममा हामीहरू चाहिँ एउटा ब्यानर टाँस्थेनौँ चारैतिर लिङ्गा गाड्थेनौँ केही गर्थेनौँ भने आज गर्दैछौँ मन्दिर बनाएका छौँ हरेक कुरा छ। त्यसमा अब घाटा नाफा पनि हरेक कुरा हुन्छ दुःख सुख भयो टाढादेखि आउनुभएको छ जोडिनु भएको छ यसको लागि सबैलाई कमी कमजोरी भएको भए पनि अब कुराहरूलाई नदिनुहोस्। धेरै कुराहरू आजका कार्यक्रमहरूमा तपाईँलाई बोलाउँदा पनि कतिपय कुराहरू चाहिँ कमी कमजोरी भयो त्यसको लागि मबाट